हेलो नमस्कार सबैमा म वाइआर पोखरेल। हजुरहरू नयाँ हुनुहुन्छ भने वाइआर पोखरेल युट्युब च्यानलमा जोडेर सब्सक्राइब गर्नुहोला। आज हाम्रो 37 ब्रिज फास्ट्याग अन्तर्गत CP2 मा पर्ने 37 ब्रिजको डेक स्ल्याबको अन्तिम ढलान भइरहेको छ। हेर्न सक्नुहुन्छ ढलान एकदम तीव्र गतिले भइरहेको छ। उताको सुरुङ ब्रेकथ्रु भइसक्यो। यो पोली चान्दा इन्जिनियरिङ कम्पनीले गरिरहेको छ। उता देख्नु भएको छ त्यो ल्यान्डाडा इन्ट्रान्स टनेल हो। अनि यता पनि छ त्यत्रे टनेल। उता पारी देखिएको त्यत्रे टनेल हो। हेर्न सक्नुहुन्छ तपाईहरु। यता पारी देखिएको त्यत्रे टनेल हो। त्यत्रे टनेलको काम चाहिँ अलिकति बाँकी नै छ। यताको यो पुल चालु भएर गाडीहरू अब यहाँसम्म त गाडीहरू आउने भइसक्यो। अब यतादेखि यो आज ढलान भयो भने यसको 10 देखि 12 दिनभित्रमा गाडीहरू हिँड्नको लागि तयार हुन्छ र योबाट गाडी हिँड्न सुरु हुन्छ। अनि फिनिसिङको कामहरू बिस्तारै गर्दै जान्छ। हजुरहरू हेर्दै गर्नु, नयाँ अपडेटहरू म दिँदै गर्नेछु।